बालेन शाह भन्ने छ नि मान्छे मेरै साथी हो है। यति खतम मान्छे कि मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ कि है। काठमाडौँ त भड्कालमा हाल्यो, देशै भड्कालमा हाल्ला जस्तो भइसक्यो कि। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको मध्यरातमा एउटा यस्तो फेसबुक स्ट्याटस आयो जुन हाम्रो नेपाली समाजमा सामान्यतया पचाउन र हेर्न सक्न मिल्ने खालको छैन। अनि यो राजनीतिक रूपमा पनि ठिक र सही होइन र बालेन शाहलाई यो देशको नेतृत्व सुम्पिनु पर्छ भनेर लागेका आम नेपाली जनतालाई निराश पार्ने खालको छ। उनका केही शब्द र गालीका शब्द तल्लो स्तरका छन् र आम नेपाली जनताको माझमा पचाउन हेर्न र देखाउन मिल्ने खालका नभएका कारण बुलुर गरेर राखेको छु। सबैभन्दा अचम्मको कुरा के छ भने डाक्टर निकोलस भुसालको भविष्यवाणी लगभग मिल्यो। बालेन्द्र शाह बालेन गाजा धेरै भयो घर फर्क, आफूलाई चिन बौलाउँछौ किन, को हो शत्रु को हो मित्र, जनता सडकमै आएर प्रधानमन्त्री बन भन्दा पर्दाभित्र लुक्यौ किन।